सामान्य सभामुख महोदय, नेपालको वर्तमान आर्थिक अवस्थाले आम नागरिक, व्यवसायी, साना उद्यमी र विशेष गरी रोजगारी खोज्ने युवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। हाम्रो आर्थिक प्रणाली अहिले सङ्कटको सङ्घारमा उभिएको छ। तर यस्तो संवेदनशील घडीमा सरकार गभर्नर नियुक्ति गर्नसम्म नसकेर हाल कायल अवस्थामा देखिन्छ। राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 25 ले बहालवाला गभर्नरको कार्यकाल समाप्त हुनु अगावै 1 महिना अगावै नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। तर सरकारको आफैले यो ऐनको व्यवस्थाको धजी उडाएको छ। कारबाही कसलाई गर्ने हो? सरकारको आयु नै गभर्नर नियुक्ति प्रक्रियाले घटबड होला जस्तो परिस्थिति देखिएको छ, जुन अत्यन्तै लज्जास्पद छ। सरकार गभर्नर नियुक्ति गर्नसम्म नसकेर बसिरहेकोमा आम नागरिकको पीडा बेग्लै छ। सभामुख महोदय, हाल बैङ्कहरूले नागरिकहरूको गाडा पसिनाबाट सञ्चित रकम न्यून ब्याज दरमा सङ्कलन गर्दै उच्च ब्याज दरमा ऋण प्रवाह गरिरहेका छन्। यस्तो प्रविधिले साना तथा मझौला व्यवसायहरूलाई असहज बनाएको छ। उनीहरू वित्तीय व्यवस्थापनमा जुधिरहेका छन्। कतिपय मानसिक तनावका कारण आत्महत्या गर्न समेत बाध्य भएका छन्। प्रेम प्रसाद आचार्यको आत्मदाह केवल व्यक्तिगत घटना होइन सभामुख महोदय, यो हजारौँ नेपाली नागरिकको साझा कथा हो, जसलाई सरकारले अझै बेवास्ता गरिरहेको छ। यसको अर्को पाटो युवा बेरोजगारी हो, जुन आजको नेपालमा सर्वाधिक गम्भीर चुनौती बनेको छ। रोजगारीको आशामा हरेक दिन औसत 2116 युवा विदेश पलायन भइरहेका छन्। चालु आर्थिक वर्षका पहिलो साताको महिनामै 4,65,000 युवा भन्दा बढी युवाहरू रोजगारीको लागि विदेशीको तथ्याङ्कले हाम्रो श्रमशक्ति बिस्तारै देशबाट बगिरहेको देखाउँछ। यसप्रति सरकार गम्भीर बन्नुपर्ने होइन र सभामुख महोदय? हाम्रो देशमा अवसर छैन। किन हामी आफ्नै भूमिमा श्रम, पुँजी र सिपको संयोजन गरेर रोजगारी सिर्जना गर्न सक्दैनौँ? उता व्यवसायहरू धराशयी बन्दै गइरहेका छन्। काठमाडौँ उपत्यकामा मात्र करिब 35% सटरहरू खाली छन्। व्यवसायहरूले आर्थिक सङ्कट ठेक्न नसकेर आफ्नो व्यवसाय बन्द गर्नु परेको अवस्था चिन्ताजनक रहेको छ। यथास्थितिमा सरकारले हस्तक्षेप नगर्ने हो भने हाम्रो अर्थतन्त्र र सङ्कटतर्फ धक्लिने निश्चित प्राय छ। सभामुख महोदय, ब्याङ्कहरूको अनियमित नाफाखोरी र कानुनी प्रावधानको कठोरता व्यवसायहरूको लागि झनै पीडादायी बनेको छ। 2046 सालदेखि आजको मितिसम्म 16,00,000 भन्दा बढी व्यक्ति र सङ्घ संस्थाहरू कालो सूचीमा परेका छन्। 2079 साउनदेखि मात्रै 7,909 जना लघुवित्तका ग्राहक कालो सूचीमा परेका छन्। ऋणीहरूको सम्पत्ति न्यून मूल्याङ्कन गरी निलाम गर्ने प्रवृत्ति बढ्दै गएको छ। वैकल्पिक उपाय नदिई ऋणीको सम्पत्ति खोज्ने नीति पुनः अन्यायपूर्ण छ सभामुख महोदय, जसले जनतालाई बाँच्न नमर्नुको अवस्थामा पुर्याएको छ। यी सङ्कटको दीर्घकालीन समाधानको लागि बहुआयामिक र व्यवहारिक उपाय आवश्यक छ। सबैभन्दा पहिले चर्को ब्याज दरको पुनरावलोकन गरी ब्याङ्कहरूको मनपरी रोक्न आवश्यक छ। ऋणीहरूलाई चापमुक्त वातावरण दिन आवश्यक छ। साना तथा मझौला व्यवसायलाई पुनः उठ्न दिने अवसर स्वरूप कर्जा पुनर्संरचना र ब्याज स्थिरीकरणको व्यवस्था गर्नु आवश्यक रहेको छ। ऋणीहरूलाई कालो सूचीमा राख्नु अघि पर्याप्त समय, सूचना र पुनर्स्थापनाको अवसर दिनुपर्ने अवस्था गरिनुपर्छ। चर्को ब्याज दर पुनरावलोकन गर्नुपर्ने साथै नयाँ व्यवसाय प्रबन्धन ऋणीहरूमाथि अन्याय नगर्न ब्याङ्कहरूको ब्याज दर पुनरावलोकन साथै नयाँ व्यवसाय, स्टार्टअप र नयाँ प्रबन्धनशील उद्यमहरूलाई प्रोत्साहन गर्न सुलभपूर्ण कर्जा र कर छुट र नीति वातावरण निर्माण गर्नुपर्छ। सभामुख महोदय, ब्याङ्कहरूलाई नियन्त्रणको चक्रबाट बाहिर ल्याई जेवार र उत्तरदायी बनाउने नीति सरकारले ल्याउनुपर्छ। सरकारले नियमनकारी हस्तक्षेप गरेर ब्याङ्कहरूको नाफामुखी प्रवृत्तिमा नियन्त्रण ल्याउनुपर्छ। सभामुख महोदय, हालै पूर्व अर्थ सचिव रामेश्वर खनाल नेतृत्वमा गठित उच्च स्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई लगानीको वातावरण बनाउने, उत्पादन लागत घटाउने र आर्थिक गतिविधिमा विश्वासको वातावरण सृजना गर्ने स्पष्ट सिफारिस गरेको छ। आयोगले 1 दर्जनभन्दा बढी ऐनहरू खारेज गर्न, केही परिमार्जन गर्न र केही नयाँ कानुन ल्याउनुपर्ने प्रस्ताव गरेको छ। यसका साथै माग पक्ष कमजोर भएको, कर्जा वृद्धि सुस्त रहेको र सहकारी तथा निर्माण क्षेत्रमा सङ्कट देखेको र सरकारले समयमा भुक्तानी नगरेको विषय उल्लेख गर्दै यी सबै कारणले समग्र उपभोग र लगानीमा ह्रास आएको प्रतिवेदनले ओलाएको छ। यो प्रतिवेदन पनि
दिल्ली राज खनालको प्रतिवेदन जस्तै दराजमा थन्काउने काम नहोस्। सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमबाट कार्यान्वयनको सन्देश आउनुपर्नेमा त्यस्तो गरिएन। यो सरकारले साना व्यवसायहरूको मर्म नबुझेकै देखिन्छ। सभामुख महोदय, ऋणको भारमा घाँटी न्याकेका व्यवसायी लाखौँ हजारौँ छन्। केही उठीवासको स्थितिमा छन्, तर मान्य सदस्य, यहाँको निर्णायक समय सकिएको छ। म सिधै सभामुख महोदय थोरै छ। आजको आर्थिक सङ्कट केवल आँकडाको कुरा होइन, यो जनताको जीवन, अस्तित्व र भरोसाको सङ्कट हो। सरकारले समयमै हस्तक्षेप नगर्नु हो भने आर्थिक मन्दी गहिरिँदै जान्छ र रोजगारी घट्दै जान्छ। व्यवसायी सङ्कटमा पर्न थाल्छन् र युवाहरूको विदेश पलायन निरन्तर जारी रहन्छ। यस्तो अवस्थामा सरकारको सबभन्दा प्राथमिकता जिम्मेवार भनेको जनताको विश्वास जित्नु र ती विश्वासलाई परिणाममा रूपान्तरण गर्नु हो। त्यसैले म नेपाल सरकारसँग आग्रह गर्छु, गभर्नर नियुक्ति जस्ता न्यूनतम संस्थागत विषयहरू तत्काल टुङ्ग्याओस्। ठुला व्यवसायलाई पोस्ने पाल्ने र साना व्यवसायलाई न्याक्ने मार्ने नीति तुरन्त हटाइयोस्। उच्च स्तरीय आयोगको प्रतिवेदन अनुसार आवश्यक कानुनी, नीतिगत र कार्यान्वयन संरचनामा सुधार ल्याइयोस्। देशको आर्थिक सङ्कट समाधान गर्न, ऋणीहरूलाई राहत दिन र ब्याङ्कहरूको मनपरी रोक्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले तत्काल प्रभावकारी कदम चालियोस् भन्ने म सरकारसँग माग गर्न चाहन्छु। धन्यवाद।